नाटक महोत्सवमा पाल्नु भएको सबैलाई हार्दिक निमन्त्रणा र हाम्रो चाहिँ आरुण स्कुलबाट चाहिँ हाम्रो मञ्चन समूहको भाइ बहिनीहरूले चाहिँ आधा धरती भन्ने टपिकमा चाहिँ केही नाटक लिएर आउनु भएको छ र हजुरहरूले अब थिएटरको सबै नियमहरू त थाहा छँदैछ, त्यही भएर म धेरै केही बोलिरहेन अहिले। नाटक चाहिँ राम्रोसँग सुनिदिनु होला। यो हेर्ने र सुन्ने दुवै हो। यसलाई हेर्ने कविता भनेर टाइटल पनि दिएको छ हैन, र यसको कम्प्लिट टाइटल चाहिँ आधा धरती हेर्ने कविता भनेर राखिएको छ। सो प्रस्तुत छ नाटक। इन्जोय द सो। मेरा आँखाहरू बन्द छन्, अन्धकारले घेरिएकी छु म, तर म हिम्मत हार्ने छुइन। आफ्नो अधिकार प्राप्तिको लागि सङ्घर्ष गरिरहनेछु। म बिस्तारै उज्याला किरणहरू देख्दैछु, हटाउरी काला अन्धकार पर्दाहरू। म उड्न चाहन्छु खुला आकाशमा। हो, म नारी हुँ, म पनि एक मानव हुँ। प्रस्तुत छ हजारौं नारीहरूको दबिएको चर्को आवाज। जही तही बास गरेको थियो। तिम्रो बाबुको मुहारमा देखिएको त्यो मुस्कानले चाउरी पर्न लागेका गाला हिउँ पक्के जसरी निधारका रेखी बिलाएका थिए। मेरो अन्तर्मनमा गुन्जिएको तिमी प्रतिको धुनले हर दुःखहरूले हार मानेर मेरा निम्ति गीत छोडिदिएको थिए। बेसुरमा चलेको जीवनले एउटा सुर समातेको थियो। बाबा तिम्रो सपना थामै चल्यो, आमा तिम्रो माया आँसुमै बग्यो। बाबा तिम्रो सपना थामै चल्यो, आमा 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 आमा। म रमाउने गर्थे तिमी आएपछिको सुन्दर संसारमा, त्यो सुन्दर संसार जहाँ खुसी नै खुसी थियो। तिमी 2-2.5 केजीकी जन्मन्छौ होला भनेर मेरा हातले कुरुस र रुईका डल्ला खेलाइरहे। खेलाउँदा खेलाउँदै ती धागाका डल्ला एक सुन्दर भोटोमा परिणत भयो। मेरा हात नाच्न थाले त्यो भोटो खेलाउँदा। तिम्रो बुबा, तिमी, म हाम्रो लागि भनेर रातलाई बिर्सी दिन बनाई रात दिन पसिनाका ढिक्काहरू खसालिरहनु भयो। जब क्यालेन्डरका दिनहरू नागेर दिनहरू बित्दै गए, तिम्रा भर्खर उम्रन लागेको पाउले मलाई लाधान्न थाले। तर त्यो दुखाइमा म दुःख भेट्दिनथे। तिमीलाई थाहा छ, कयौं पटक मेरो पेटभित्र तिमी खेल्दै गर्दा हाम्रो सपनाहरू आँखा अगाडि खेल्ने गर्थे। दिन सकिँदै गर्दा तिमीले यस धरतीमा पाइला टेक्यौ। बोकी आयो उमङ्ग जीवनमा, तर त्यो उमङ्ग
मग मग बास आउने फुल बन्न पाएन। अहिले तिम्रो बाबुको चाउरीले भुइँ छुन लाग्यो। त्यो मुस्कान मुस्कान रहेन, अब बुढो सुकेको रुखो रुख बन्न लाग्यो। मेरो मनमा बजेका ती एक ढिक्का लहरहरू सारा खुसीलाई चिर्दै दुःखहरूले छरपष्ट छरिलगे। एउटा सुरमा चलेको हाम्रो जीवन बेसुर हुँदै जिउँदै मरे तुल्य समाधि स्थल बन्न लाग्यो। छोरी खै कहाँ छौ? म खुसी छु आमा। बादल पारीको संसारमा ती शैतानहरू भन्दा धेरै टाढा म जस्तै धेरै स्वतन्त्र प्रेमीहरूसँग पङ्ख फिजाएर उडान भर्न पाएकी छु मैले। बुबा, नरसाउँ ती आँखाहरू मेरा सम्झनामा, त्यो आँसुले मलाई बिजाउँछ। तपाईँलाई दुखी देख्दा यो मन आफैसँग रिसाउँछ। आमा, नसम्झनुहोस् त्यो कालो रात, झमक्क परेको त्यो रात र डराएको यो मन। म प्रति बढेका ती हात र स्तब्ध मेरो शरीर, शैतानको हातले छोपिएको मेरो मुख र पुरिएको मेरो बोली। जब तपाईँको ममता झल्काउने कपडा ध्वार ध्वार च्यातियो, एकपछि अर्को गर्दै चोलीका तुना जुडिए। जब शैतानको हातले मेरो शरीर छुँदै गर्दा, जब शैतानको तातो सासले मलाई पोल्दै गर्दा, शैतानको शरीर मेरो माथि खप्टिँदा जलेका ती रहरहरू नसम्झनुहोस् बुबा। आमा, तपाईँले ममताले तेल घसिदिनु भएको यो शरीरमा आज शैतानको नङ्ग्राले कोतारिएको छ। बुबा, यो समाजले मलाई दोषी ठहरायो। मेरो ओठमा लगाइएको जुठोले मलाई घिन कहलाइयो। मेरो शरीरमा लगाइएको ती हातले मलाई दाग भनियो। जोडले लछारिएको मेरो शरीर र निचारिएको मेरो सपना, ऐया गर्दै चिच्याएको मेरो स्वर र हराएको मेरो बोली। मेरा आवाज र अस्तित्व हिउँझै बिलाएका छन्। मेरा पुर्खाले कमाएको इज्जत बाँच्न आउनु पर्ने मेरो फुल चाहिँ कोमल शरीरमा आज शैतानको कनिजको गन्ध गनाउँछ बाबा। आमा, म हराएको छैन। मेरा पीडा र दुखाइमा गुन्जिएका ती आवाजहरू हराएका छैनन्। ती आफ्ना लागि उचित संसारको खोजीमा छन्। आमा, त्यो सङ्गीतमा मेरो आवाज नगुन्जिए पनि मेरो आवाज गुन्जाउनु ल। बुबा, हिम्मत नहार्ने पाठ पढाउनु भएको होइन, मलाई सम्झी हिम्मत नहार्नु ल। बुबा, म निकै हर्षित छु। म जस्तै अरू पनि रहेछन् यहाँ। तपाईहरू जस्तै माता पिताको पीडा आवाज हुँदो रहेछ यहाँका शिखरहरूमा। हजुरहरू जस्तैको आँसु बग्दो रहेछ यहाँका पवित्र नदीहरूमा। न्यायका लागि गुन्जिएका ती आवाज हुँदो रहेछ यहाँका पशु पन्छीहरूमा। आमा, तपाईँको भोटो यहाँ सुरक्षित छ। तपाईँकी फुल यहाँ बाँच्न छर्दैछ। तपाईँकी परी यहाँ मन खोलेर नाच्दैछ। तपाईँको इज्जत यहाँ दाग लगाइँदैन। तपाईँको फुललाई यहाँ दोष लगाइँदैन। बुबा, सदैव मेरा रहर पुरा गरिदिनु भयो। आज अन्तिम सासमा, अन्तिम आसमा, अन्तिम चाहना व्यक्त गर्न चाहन्छु। म चाहन्छु म जस्तै अरू फुल बाँच्न छर्न नपाउँदै नटिपिउन्। उनीहरूको तन, उनीहरूको मन बिना कसैले छुने आँट नगरोस्। उनीहरूको पीडाको पुकार शैतानको पैताला मुनि नपुरियोस्। फेरि अरू माता पिता रुन नपरोस्। फेरि उनीहरूको फुलबारी नउजाडियोस्। म न्याय चाहन्छु। म न्याय दिने सरकार चाहन्छु।